नमस्कार। आज चाहिँ म तपाईँहरूलाई नागढुङ्गाको टनलको काम कति भयो, के भयो भनेर देखाउन गइरहेको छु होइन। काम चाहिँ पुरै बनिसकेको छ। अब चाहिँ गाडी छोड्न मात्रै बाँकी छ। हामी चाहिँ आज कस्तो बनेको छ भनेर हेर्नको लागि आइरहेको थियौँ। काम सबै 100 मा 100 भइसकेको छ। अब सिर्फ केमा चाहिँ कुरा मिलेको छैन हाम्रो नेपाल सरकारसँग। सबै बनिसकेर पनि गाडी किन नछोडेको हो। पावर हुनेहरू चाहिँ यही बाटो युज गर्दा रहेछन्, नहुनेहरू चाहिँ 2-3 घन्टा जाममा बसेर माथिको बाटो हिँड्न परेको छ। काम चाहिँ सबै नै भइसकेको छ। अब लाग्छ चाँडै नै सुरुवात हुन्छ होला, हुन पनि पर्छ। यति भइसकेपछि अब यहाँ के नै बाँकी छ र। हुनुपर्ने गर्नुपर्ने काम जति सबै गरिसके। अब चाँडै नै खुल्छ भन्ने कुरा चाहिँ सुन्नमा आएको छ। हेरौँ के हुन्छ। लाग्छ अब नेपाली जनताहरूले नागढुङ्गाको जाममा बस्नुपर्ने दिन गए जस्तो लाग्छ। अब भरसक चाँडै खुल्योस्। सुरुङ चाहिँ यस्तो बनेको छ है त। एकदम राम्रो छ। भित्र पनि ठुलो फराकिलो छ, 2टा गाडी क्रस हुने गरी एकदम राम्रो छ। आशा छ अब केही हप्ताभित्रै खुल्नेवाला होला।